मैले परारी एकजना उद्योगपति भन्नेसँग चाहिँ कुराकानी गरेको, उनले भन्थे 1 करोड लगानीमा एउटा उद्योग बनाउने तपाईको सोच लिएर पहल गर्नुभयो भने 60 लाख रुपैयाँ यिनको बीचमै सकिन्छ। दाहालजी त्यो उद्योगै स्थापना गर्न सकिन्न भने 60 लाख त बीचमा खाएर सक्दिन्छन्, नत्र त्यो कामै हुँदैन, दर्तै हुँदैन। त्यस्ता अपराधी ग्याङ त अब राज्यका सबै निकायमै भए, किन त्यो यहाँको मान्छेलाई उठ्न नदिने योजना हो। होइन, कामै नगर्देर 60% चाहिँ घुस र कमिसनमा नसिध्याइकन त्यो चाहिँ दर्ता प्रक्रिया पुरा नहुने भएपछि कुन उद्योगपतिले चाहिँ उद्योग खोल्छ यहाँ? र त्यसमा पनि के छ भन्छ भने यो खुला बजारको नीति, राज्यले स्वदेशी उद्योगलाई, उद्योग कृषि केही पनि संरक्षण दिन पाइन्न भन्ने छ। एउटा घटना भन्छ, एउटा घटना जस्तो यहाँ त्यसै मर्या छैनन्, व्यवसायीहरू कृषकहरू जो छन् त्यसै मर्या छैनन्। जस्तो परारी एउटा घटना भयो, पुष्पकमल प्रधानमन्त्री, सायद प्रधानमन्त्री थिए, मातृका यादव कृषि मन्त्री थिए। यो शून्यको धेरै चर्चामा आएको घटना होइन, यस्तो त सधैँ भइरहेछ। वीरगञ्जबाट इन्डियन दर्जनौं ट्रक चाहिँ तपाईको विषाक्त तरकारी आउन थाल्यो नेपालमा, पुरै विषाक्त। अनि त्यसलाई क्वारेन्टाइन गर्ने भनेर नाकामा रोकियो, क्वारेन्टाइन जाँच, त्यसलाई जाँच्ने होइन, रोक्यो। रोकेपछि के गर्यो, इन्डियाको कृषि मन्त्रालयको कर्मचारीले इन्डियन टेलिभिजनमा उभिएर के गर्यो, एउटा कागज देखायो, लि नेपालले यो कागजमा हस्ताक्षर गरेको छ, रोक्न मिल्छ कि मिल्दैन। उसले कागज देखाउने बित्तिकै खुल्यो नाका, सबै विषाक्त तरकारी आयो यहाँ। हो यो हो सम्झौता, खुला बजार होइन, खुला बजार। त्यसकारणले गर्दाखेरि के भन्छ भने मैले भने नि, एउटा त विषाक्त हुन्छ, अर्को चिज चाहिँ उनले चाहिँ ठुलो मात्रामा, क्वान्टिटीको हिसाबले ठुलो मात्रामा उत्पादन गर्छन्। हाम्रो यहाँको मान्छेले प्रतिस्पर्धै गर्न सक्दैन, राज्यले संरक्षण दिन्न। यिनी कारणले यहाँ विकास नभएको हो, यो कुरोमा कोही पनि बोल्दैन। जस्तो यो घन्टीवालाहरू हेर्नुहोस्, तिनका घोषणापत्र, करारपत्रले होइन, पुरै हावादारी कुरा, करारपत्र। यिनी हामी जसले बाधा पाइरहेको छ त्यो खारेज गर्छौँ, कोही पनि भन्दैन। तर देशको विकास गर्ने $3000 पुर्याउने कुरा गर्छ, दलको त्यस्तै छ। त्यसकारणले यो सबै चिजसँग नलडिकन अब देशको अवस्थामा सुधार हुने सम्भावना मैले कहीँ पनि देख्दिनँ। त्यो पुरै भ्रम हो, मान्छेहरूको भ्रम हो। त्यसकारणले यो लडाइँमा नेपाली जानु बाहेक अर्को विकल्प छ भन्ने चाहिँ मलाई लाग्दैन।